17,000 मान्छेले मरेछ, आफ्नो ज्यान दिएछ, हजारौं मान्छे बेपत्ता छ। त्यो चान्जुने कुरा छैन नि। अनि राजा ल्याउने भन्ने कुरा सजिलो कुरा हो, तर हामी युद्ध लड्न सक्छौँ। अहिले हतियार बोकेर जान सकिन्छ अहिलेको जेनेरेसन भन्दाखेरि हिजो एउटा महिलाले पिठ्युमा आफ्नो छोरा राखेर हतियार बोकेर गएर लडेको ल्याएको व्यवस्था हो। हिजो महिलालाई कहाँ राखिन्थ्यो? चुलो चौकोमा राखिन्थेन। हिजो महिलाले डाडु पन्युमा राखिन्थ्यो। त्यो डाडु पन्यु पक्रिने हातमा AK-47 लडाएर लिएर आएको व्यवस्था हो। यो व्यवस्थाको चाहिँ मूल्य के हो? संस्था फर्किने सम्भावना छैन। राज संस्था फर्किने कुरा हुन्छ। राज संस्था नै छैन यो देशमा। तपाईँ फर्किने कुरा छोड्नु न। यस्तै पऱ्यो भने हाम्रो प्रचण्ड कमरेडले भने जस्तै हामी त धेरै उदार भएर यहाँसम्म बस्ने त सेक्युरिटी राख्यौँ। यस्तै पऱ्यो भने वास्तवमै गणतन्त्र अलिकति पनि उनले छिलबिल गर्यो भने धेरै चाहिन्न, नेता पनि चाहिँदैन। यो वाइसेलकै साथीहरूले गएर लखेट्न त केही टाइम लाग्दैन। यति ढुक्काउनु यो पूर्व राजा भन्दै हुनुहुन्छ नि उहाँहरूलाई ज्ञानेन्द्र शाहको कुरा केही पनि होइन। ज्ञानेन्द्र शाह भन्ने चिज यो बोलेको कुरा होइन। तपाईँ च्यालेन्ज कसलाई भन्नुहुन्छ? बाटामा चिचाएर कराएर ऊ आफै आउनु सक्नु भएको छैन फिल्डमा। जसको लागि लडिदिरहेको छ नि ऊ आफै फिल्डमा आउनु सक्नु भएको छैन। आउनु पऱ्यो नि फिल्डमा, भन्नु पऱ्यो नि त। तपाईँले आन्दोलनको नेतृत्व गर्ने मान्छे देखाइदिनुहोस् न मलाई। कस्तो छ मान्छे छ? ज्ञानेन्द्र शाही हुनुहुन्छ। राजेन्द्र लिङ्गदेन नसक्नुहोस् न। यो देशको उपप्रधानमन्त्री भएको, गणतन्त्रको उपप्रधानमन्त्री भएको, यो देशको ब्याज खाइरहेको, यो देशको गणतन्त्रको तलब खाइरहेको मान्छेले व्यवस्था ल्याइदिन्छ भन्नुहुन्छ। माओवादीले चाहिँ व्यवस्थालाई त्यागेर विद्रोह गरेर युद्ध लड्न सक्नु पऱ्यो नि त। माओवादीले हिजोको राजतन्त्रमा संसद भएर तलब खाएर भत्ता गरेर संसद के अरे राजावादीको विरोध गरे हो, राजसंस्थाको विरोध गरे होइन नि। राजसंस्थाको विरोध त्यसरी गरे होइन। राजतन्त्रलाई त्यागेर 40 बुँदी माग राखेर अनि युद्ध लड्न गयो। फाल्तु पनि लड्न गयो नि। राजावादीहरूले सङ्घर्ष घोषणा गर्नु पर्यो भन्नु खोजेको हो। सङ्घर्षले केही हुँदैन। युद्ध गर्नु जानु पर्यो, व्यवस्था फाल्नु पर्यो, लड्नु पर्यो। एउटा यो विकल्प। दोस्रो विकल्प पनि आउनु पर्यो, 2/3 मत ल्याउनु पर्यो। सुन्नु न, 2/3 लाखौँ जनता, कतिजना लाखौँ जनता अस्ति देख्नु भएन? पठावालालाई तेल हालिकन ल्याउन युद्धमा लडाउन आएको। पठाओलाई तेल हालेर आन्दोलनमा लिएर आएछ। अब तपाईँ त्यस्तोबाट सोच्नुहुन्छ। एकजना साथीको हेर्दै थिएँ म, उहाँले के भन्दै हुन्थ्यो? मासु भात छैन भन्दै हुनुहुन्थ्यो। अब तेल जहाँ पाइन्छ त्यहाँ आउँछु भन्दै हुनुहुन्थ्यो। अब त्यस्तै हुन्छ।